हेलो हेलो साथीहरू नमस्कार। अहिले चाहिँ म झापाको यो चाराली जङ्गल क्षेत्रमा छु। यो एसियन हाइवे निर्माण स्थलमा चाहिँ अहिले म अवलोकनको लागि निक्लिरहेको छु। अहिले यो एसियन हाइवेको अवस्था चाहिँ यस्तो छ। यो 3 वर्षमा चाहिँ निर्माण कार्य सम्पन्न हुने एसियन हाइवेको अवस्था। यो 3 वर्ष पनि नभइकन चाहिँ यहाँनिर मानिसहरू धेरै रोगी हुने अवस्था देखिएको छ। यो सडक बनाउने सम्बन्धी निकायले चाहिँ यो सडक मर्मतका क्रममा चाहिँ यो बाटोमा चाहिँ पानीहरू नहालेर अहिले चाहिँ धुलाम्ने अवस्था। ल हेर्नुहोस् पर यो कुहिरी मण्डल कुहिरो लागेको अवस्था छ। जस्तै यता पनि देख्न सक्नुहुन्छ, गाडीहरू चिन्न सकिरहेको अवस्था छैन। हस् त यस्तै भिडियो लिएर म आउने नै छु। यो निर्माण कम्पनीहरूले चाहिँ बेलैमा चाहिँ यो पानीको व्यवस्था चाहिँ बाटोमा गर्नुपर्ने देखिरहेको छ। यसलाई चाहिँ ध्यान दिनु होला भन्दै अहिलेलाई बिदा हुन्छु। हस् त नमस्कार।